हेलो एन्ड गुड आफ्टरनुन तपाईहरु सबैजनालाई। आज है फेरि एउटा नयाँ भिडियो लिएर आएको छु आँपको अचारको। यो आँपको अचार चाहिँ बनिसकेको छ र म तपाईलाई योमा के हालेर आमाले बनाउनु भयो त्यो चाहिँ म भन्नेछु है। यो आँपको अचारमा चाहिँ आमाले धनिया, जिरा, तोरी अनि अलिकति मेथी पनि हाल्नु भएको थियो, सोप पनि हाल्नु भएको थियो। अनि योमा चाहिँ यो मसला चाहिँ 5 वटा मसला यो जति पनि भने यो मसलालाई चाहिँ भुटेर पिसेर चाहिँ हामीले आँपको अचारमा चाहिँ मजाले मिलाएको थियो। अनि योमा हाल्ने सरसामान हालेर चाहिँ आँपको अचार बनाएको यो चाहिँ हरियो आँपको अचार हो। हरियो आँप चाहिँ अलरेडी आमाले घरमा ल्याउनु भएको कारणले गर्दा चाहिँ यो चाहिँ आमाले आजको यसरी बनाउनु भएको छ है। तपाईहरुलाई यो बनाएको तरिका कस्तो लाग्यो होला। अनि यो प्रिजर्भ गरेर राख्नु पनि सकिन्छ है। कति दिनसम्म हुन्छ तपाईहरुले जति दिनसम्म राख्न चाहनुहुन्छ र त्यति दिनसम्म राखेर खानु पनि सक्नुहुन्छ। र आँपको अचार चाहिँ पिरो नपिरो हुन्छ है। अनि यो हामीले बनाएको चाहिँ यो चाहिँ पिरोवाला हो। अनि आमाले बनाएको यो अचार चाहिँ तपाईहरुलाई कस्तो लाग्यो प्लिज तपाईहरुले कमेन्ट गर्नुहोस् होला। अनि हाम्रो यो भिडियो हेर्नुभएको निम्ति तपाईहरुलाई धेरै धेरै धन्यवाद। र है फाइनली यो आँपको अचार चाहिँ सबै बनिसकेको छ, रेडी पनि भइसक्यो है। अनि यो बट्टामा हालेर प्रिजर्भ पनि भइसकेको छ। थ्याङ्क यू सो मच तपाईहरुले हाम्रो भिडियो हेर्नुभएको निम्ति।